लाइक इफ आइम गोइङ फर अ टेस्ट, आज स्कुलमा चाहिँ टेस्ट छ भने मेरो आई एम अलरेडी हियर विथ माई मार्क्स। आई विल नो क्या कति ल्याउनु सक्छु होला त आज मैले स्कुलमा, यहाँ मैले टेस्ट गरेको छु नि त, मैले कति ल्याउन सक्छु त्यो चाहिँ आई क्यान ह्याभ ओभर हियर। अनि टिचर्स भेरी फ्रेन्डली अफ कोर्स, दे आर लाइक दिदी दादाज एन्ड अल। अनि बाई द वे फ्रम माई पर्सपेक्टिभ दिस आइ एम सेयरिङ यु, वी ओभर हियर mostly I come over here every time whenever there is holiday. Like right now it's a holiday, right? It's academic session is over here at Nepal, but I get over here extra chances. Whole day I come here, I sit with my teachers, I interact with them, I play with them, I try to learn something new. Okay, I'll try to learn something new which brings good impression to my life as well as my family. टिचर्सहरूले मलाई एकदम साथ दिनुहुन्छ जतिखेर भने पनि। म चाहिँ स्पेसली यहाँनिर एउटा स्पेसल क्लासको लागि भनेर आउँछु है। एक्लै भए पनि मिसले चाहिँ मलाई 4-5 घन्टै हुन्छ, अब जति भयो भने मिसले जति सक्नुहुन्छ मलाई पढाइदिनुहुन्छ। अनि आइ एम भेरी थ्याङ्कफुल टु अल माई टिचर्स हियर एट संस्कारदीप शिक्षालय। स्टडी सेसनहरूको बिचमा ब्रेक पनि हुने गर्छ यहाँ चाहिँ, अनि त्यो टाइममा चाहिँ रिफ्रेसमेन्टहरूदेखि लिएर नन एकाडेमिक्स बुक्स, स्टोरी बुक्स है त्यस्तोहरू पनि राखिएको छ। अनि आफ्नो इन्ट्रेस्ट अनुसारले पढेर टाइम युटिलाइज गर्न पनि सकिन्छ। इट्स नट जस्ट अबाउट एउटा स्पेसिफिक पिरियडको लागि ट्युसन आएर पढ्ने मात्रै चाहिँ होइन, अब त्यो आफ्नो पर्सपेक्टिभ अनुसारले पनि हुन्छ, आफ्नो इन्ट्रेस्ट अनुसारले हुन्छ। यदि तपाईँहरूलाई आएर चाहिँ एक्स्ट्रा नन एकाडेमिक बुक्सहरू पढेर ल्याङ्ग्वेजहरू अलिकति स्ट्रङ बनाउनु मन छ भने चाहिँ त्यो पनि सकिन्छ यहाँनिर। अनि यहाँनिर चाहिँ है यसरी सानो क्लासदेखि ठुलो क्लास 12सम्म नै तपाईँले आएर चाहिँ आफ्नो स्टडिज ट्युसनहरू लिन सक्नुहुन्छ। अनि त्यसै बिचमा चाहिँ यहाँ चाहिँ मन्थली बेसिसमा एउटा प्रोफेसनल कुनै एउटा सेक्टरबाट मान्छेहरू पनि आउनुहुन्छ, एउटा प्रोफेसनलै हुनुहुन्छ उहाँहरू पनि। अनि त्यहाँबाट पनि तपाईँले केही नयाँ कुराहरू सिक्न सक्नुहुन्छ, लाइफमा युटिलाइज गरेर एउटा राइट पाथ पनि चुज गर्न सकिन्छ है। अनि त्यसले चाहिँ हाम्रो लाइफको आउने दिनहरूमा एउटा राइट पाथ दिन्छ भन्ने पनि मलाई जहाँसम्म लाग्छ। अनि उहाँहरू चाहिँ विकमा वान्स दे कम ओभर हियर। अनि त्यसरी नै आई बिङ द स्टुडेन्ट मैले चाहिँ स्टार्टिङमा जोइन गरेको भएकोले तपाईँहरूलाई पनि आई हाइली रेकमेन्ड यु टु जोइन संस्कारदीप। सानो बालबालिकादेखि लिएर ठुलो क्लास 11-12 योपालि बोर्ड्स दिने एससी स्टुडेन्ट्सहरूलाई पनि यहाँ ल्याएर एउटा राम्रो गाइडेन्स